हजुर उभिदिने हो कि यतिको बसिदिने है चिल्न गरिदिन्छ है त म त्यसो भने फर्स्ट टाइम हो नि मेरो इन्टरभ्यू लगाएँ अलिकति घाम परेछ कि फर्स्ट टाइम जानेर ल गाडीको कन्डिसन हेर्ने हलले है क्यामेरा चाहिँ यस्तो छ कि लास्ट सिटमा कुच्याक कुचुक गरेर बसेर जानु पर्यो दोस्तले हेर्नु सो आजको हाम्रो शुभ बिहान होइन वैशाख 7 गते हो नि त आज हाम्रो वैशाख 7 गते के दिन भन्दा तपाईँहरूलाई थाहा छँदैछ है पार्वतीले शिवजीको बिहे भएको दिन भन्छ कि यो दिनलाई नै एकदम शुभ सायद भएको दिन हो क्या त्यही भएर हामी चाहिँ शुभ सायद निकाल्दै यस्तो बिहान नै निक्लिदिन लागिसक्यौँ हवाई यात्राको लागि है अब गइदिनु पऱ्यो कि विदेश भनेको नेपाल बसेर कामै छैन नि त म अनि त्यही भएर चाहिँ म विदेश चल्दिन लाग्यो अब हामी चाहिँ जान लाग्यो भनेको अहिले यहाँबाट नारायणघाटसम्म केमा कुन डिलक्स हो थाहा तपाईँहरूलाई डिलक्स वेलकम टु भित्री डिलक्स है त असिमको बाबा हो क्या त फेरि ल केटीएमले त रहन्छ त्यस्तो छ क्या फेरि यो पुल छ नि यो पुल चाहिँ म वहाँ काठमाडौँसम्मै लग्छु काठमाडौँ होइन वहाँ एयरपोर्टसम्मै लग्नुपर्छ यो पुल है पुल गाडी पाउने गाह्रो भइसक्यो यार अति नै म हेर्ने फेरि यहाँ चिरमा माथि बसेको छु रे उल्टा हल्लाउँदै अति बनाउँछु त यार यहाँ गाडी नगएर तनाव भइसक्यो मान्छेहरू होइन सबै सन्चर गर्दैछु अहिले है पाउँछ गाडी आज लास्टतिर गइसक्यो भनेको त आज छुट्टी भनेको त्यहाँ है पुग्न त पुगिन्छ तर अड्डीको पुगिन्छ कुरा गरौँ न हाम्रो दाइ हुनुहुँदो रहेछ त्यत्रो बेरसम्म तपाईँहरू टिकटै पाउनु भएन नि त होइन यसो कुरा गरौँ है हुन्छ हुन्छ मसँग चाहिँ उसँग कुरो गर्नु म त जाने होइन कि ऊ जाने हो कि म त विदेश जाने होइन त्यो चाहिँ जाने हो कि काठमाडौँ त जाने हजुर आज नि उसँग बोलाउँदा गजब हुन्छ बिम्री आइज नि त आइज नि भाइ आइज नि पागल जस्तो यो त लास्ट लगाउँछ कि भनेको फेरि हजुर उभिदिने हो कि यतिको बसिदिने है चिल्न गरिदिन्छ है त म त्यसो भने फर्स्ट टाइम हो नि मेरो इन्टरभ्यू लगाएँ अलिकति घाम परेछ कि त्यस्तो छ फर्स्ट टाइम यार इन्टरभ्यू दिन लाग्यो रे हजुर हजुर हुन्छ कति बेलासम्म यहाँ बस्नु अब फर्स्ट टाइम काठमाडौँ जान लाग्यो होइन पोखरा बसमा झन् 1-1.5 घन्टा कुरेर बस्नु परेको गाडीमा पाएर झन् मलाई गाडी भएको त्यही पनि लास्ट सिटमा त तनाव कस्तो ल गाडीको कन्डिसन हेर्ने हलले है क्यामेरा चाहिँ यस्तो छ कि लास्ट सिटमा कुच्याक कुचुक गरेर बसेर जानु पर्यो दोस्तले हेर्नु मान्छेहरू चाहिँ यस्तो छ यहाँ बल्ल के आमा रिजर्भमा जानुपर्ने त्यही 1000 रुपियाँ भनेर राखेको थियो 1200 यसका बाजेलाई हान्छु झ्याम्का झ्याम त्यो आउनु जानु पुग्छ अब यस्तो अवस्थामा बस्नु पर्यो लास्ट सिटमा गाह्रो हाम्रो गाडीको अवस्था हो कि यस्तरी जानु परेछ माइको गाह्रो छ बस्नलाई नि लास्ट टाइम परेपछि यस्तै हो कि तनाव हुन्छ नि भनेको हेर्नु अब फाइनली म चाहिँ काठमाडौँ पुगिसकेँ है त अगाडि झ्यालै चाहिँ यस्तो छ कि अवस्था अहिलेको ओ माई गड अलि नदेखिने चाहिँ
लागिसक्यो भने क्या यहाँ काठमाडौँ आउने बित्तिकै बौद्ध आइदिएको झन् यहाँ छिर्नलाई है साथीहरूले के अरे कस्तो बिचली भयो नि यो आमा यस्तो पुरै झाडा आयो भने क्या बौद्ध यस्तो छिरिदिनु छ कि यहाँ फर्स्ट टाइम आएको कि र म यहाँ हावामा झला होइन बौद्ध स्थितिमा कस्तो आएको छ हिरो कान्तिपुरदेखि डराएको नि कान्तिपुरमा इन्टरभ्यू मेरो आएको हो कि अब चाहिँ भित्र छिरिदिनु पऱ्यो यसलाई लिएर एकछिन होइन बाहिर बसेको थिएँ क्या यहाँ बौद्ध स्तूप दोस्त के हो बिम्नी आउँदैनस् त यहाँ मेरो भिडियोमा आयो नि यहाँ कता बौद्ध स्तूपमा आइसक्यो कि है यता घुमाउने कुरो छ अब आफू त घुमाउँदैन सक्दिनँ त घुमाउन ज्यान ठुलो छ कि कान्तिपुर है अब फेरि कान्तिपुर चाहिँ ट्यागै नचला जस्तो गरिसक्यो एरोप्लेनको आवाज गर्नु कस्तो लाग्यो क्या ठुलो लाग्यो हेर्नु त्यो आवाज त्यसको एरोप्लेनको कि आवाज हाम्रो हिरो हेर्नु न फेरि हिरो यहाँ आमा क्या ल एरोप्लेन है त फेरि खतरा खायो क्या एरोप्लेन यहाँ चाहिँ बल देखिने चाहिँ के अब उता पनि माथि पनि गइदिनु पऱ्यो नि त बौद्ध स्तूपको यहाँ मात्र घुमेर भएन फेरि है अब त्यतै मासतिर जानु पऱ्यो क्या फोटो खिच्यो एउटा दामी चाहिँ फिटिङ गर्नुभयो क्या हाम्रो बाजेले चाहिँ बल गर्नुभयो क्या यो हो नि त है डग लभर भनेको यस्तो हुन्छ क्या फर्स्ट टाइम आयो नि जाने जानु त माथि जाऊँ न हामी चोरी हुन्छ जस्तो लाग्छ कि मलाई यहाँ यस्तो बर्बाद ठाउँ हुन्छ त्यहाँ मेरो फुटबल ग्राउन्डमा चप्पल चोरी भएको थियो नि त त्यही भएर अहिले फेरि यहाँ पनि चप्पल चोरी हुन्छ कि डर लाग्छ मलाई कान्तिपुर सङ्गीत है त बौद्ध स्तूपमा सरी ओल्ड हेरिटेजमा पर्छ नि हाम्रो 10औँ ओल्ड हेरिटेजमा चाहिँ एउटा हो कि यहाँ यो बल्ल रियल फोटोग्राफर अघि क्यानन डिएसएलआरबाट आइफोनबाट खिच्नु यो हामीले यसरी खिच्ने डिएसएलआर आइफोन लिएर यसरी यस्तो गर्ने दिन पनि अवश्य आउनेछ विवाद परिसक्यो हो विवाद बन्द भएको ठ्याक्कै भन्नु छिर्दिहाल्यो हामीले माथि माथि जानु त नि गइदिउँ यहाँ सक्दैन हामी चप्पल चोरी हुन्छ डर लाग्छ फुटबल ग्राउन्डबाट चोरी अब चल्नु चाहिँ माथि
अझ हामी ठ्याक्क बौद्ध स्तूपमा हेर्न के हो यो दामी छ अन्त यो के हो यो ओ माई गड दामी लाग्छ मलाई है फर्स्ट टाइम आएको कि म यहाँ धन्नै बन्द भएको त यहाँ आउने बेला नि फर्स्ट टाइम आउँदा नि बर्बाद भएको फेरि यहाँ त फेरि टुरिस्टहरू पनि टन्नै आउने रहेछ कि टुरिस्टहरू फेरि लास्ट अग्लो अग्लो हुने रहेछ कि टुरिस्टहरूको जातै त्यस्तै हुन्छ नि त त्यही भएर अग्लो अग्लो हुने रहेछ कि लास्टै यता चाहिँ के हो भित्र छिर्ने हो कि हो यार नो पिक्चर भनेर चाहिँ पिक्चर लिइदिएँ मैले सरी यहाँ चाहिँ टुरिस्ट एउटा के गरेर बस्नु भएको चिनमा है यता चाहिँ हाम्रो कहाँ गयो हाम्रो दोस्त कहाँ गयो त्यो विमल फोटो खिच्यौँ बन्द भनेको भनेर हेर्न थैट यस्तो हो कि अब बन्द भनेपछि बाहिरबाट भने पनि प्रार्थना त गर्नु पऱ्यो नि है यहाँ टिभी देख्न सक्नुहुन्छ कि तपाईँहरूले बाहिरबाट प्रार्थना गर्नुभयो है यसो हेर्दा त टुरिस्ट जस्तो पनि देखिन्छ नि होइन जापानिज जस्तो तर नेपाली नै हो है ओ सुन्दर सुन्दर ऊ यस्तो बवाल देखिन्छ यहाँ यो साइडबाट आमा एङ्गलबाटै खिच्नुपर्छ होइन यता हेर्नुपर्छ फोटोग्राफर ओ यहाँ त परेवा रहेछ हो झन् Hurry up guys, shall we move now? चल्दैछ अब गइदिनु पऱ्यो नि बिस्तारै स्लोली वाकिङ गर्नुपर्छ हाम्रो साथी कहाँ गयो विमल म त एक राउन्ड नै हानेन हौ त्यो त एक राउन्ड हानेर आउनु लागिसक्यो म चाहिँ कतिखेर हान्ने हो खै हेर्नु कति अग्लो अग्लो हुन्छ हो त्यो अग्लो मतलबमा 5.7 भन्नुपर्छ क्या मेरो चप्पल स्टिल चप्पल त्यहीँ छ चप्पल त्यहीँ रहेछ यार कहाँ गयो मेरो विमल दोस्त यो त यहाँबाट यताबाट निस्किसक्यो त यार यो साइडबाट पनि खिच्नुपर्छ एउटा भिडियो झुकाइदिएर यता कि फोटो यता खिचिदिएर अनि उता चाहिँ पोस्टेको त्यही गरिदिएर हानेको अब भयो त यस्तो बवाल सिन छ कस्तो मलाई त दामी लाग्यो मन लाग्यो बौद्ध स्तूप चाहिँ सही रहेछ कि म त फर्स्ट टाइम आएको हो नि त बवाल लाग्यो मलाई त कस्तो भनेको माई गड के ओहो यो पो हो त नि फिल भनेको न रिभेन्ज लिइदियो कि अब फेरि यता नि बन्द भइसक्यो तर टुरिस्टहरूलाई त आउनु दिइरहेको छ त्यहाँ किन हो यस्तो मलाई पनि थाहा भएन कृपया मण्डला क्षेत्रमाथि प्रवेश नगरिदिनु होला होइन यस्तो चाहिँ ध्यान राखेको छ नि त सकिसक्यो क्लोजिङ टाइम ल ठ्याक्कै आउनु भएछ अब के गर्ने अब चलिदिनु पऱ्यो है क्लोजिङ टाइम भयो आइदिनु भएछ होइन बवाल देखिन्छ कि टुरिस्टहरू चाहिँ अब चाहिँ दामी लाग्छ कि के गर्ने अब साथी टुरिस्ट जस्तै हो कि हाम्रो साथी टुरिस्टै हुनु जानु भयो अब चाहिँ क्या बुझ्छ नि बवाल छ कि ओ माई गड लाइट बल्यो भने चाहिँ बवाल हुन्छ होला कि अझै राति होइन सायद अझै राति चाहिँ आउनु नदिनेछ 6 बजी चाहिँ क्लोजिङ टाइम हुने रहेछ कि यहाँ हेर्नु अब ठ्याक्कै गुडिया जस्तो अलिकति कालो भएछ है बाइसेपहरू चाहिँ 6 बजी चाहिँ क्लोजिङ टाइम रहेछ कि त्यही भएर हामी त हावामा चिच्री बस्दै अब चलिदिनु पऱ्यो नि म त 15 मिनट बाँकी छ भन्दै हुनुहुन्छ टाइमको कुरा 6 बजे भन्नु भएन मिनट बाँकी छ कि त्यहाँ अनि 6 बजे बन्द हुने छिर्नै दिन खोजिरहेको थियो 6 बजे बन्द हुने रहेछ अनि एकैछिन छिर्न दिइहाल्यो के जान्थ्यो होइन फोटोसोटो खिच्दै आउँथ्यो नि त के भन्ने कुरो हो कि मेरो चाहिँ अब के गर्ने रुल्स होला उनीहरूको 6 बजे भने नि अब नेपाली टाइममा 15 बजे त अलि क्लोजिङ गर्नु पऱ्यो नि त्यही भएर साथी त क्या खुसी भयो नि किनकि यसको एटिएम चल्यो कि यहाँ होइन फाइनल्ली एउटा यहाँ कि ब्याङ्क त्यति पनि किन गयो एटिएम यस्तो भनेको लास्ट होला नि यहाँ बस्दै हेरेर थपक्क म त हिँड्दा थाकिसक्यो कि आज बौद्ध स्तूप घुम्दा रहेको थिएँ फर्स्ट टाइम घुम्दै के भए हेर्न अब त्यही हो अब बौद्ध स्तूप घुमेर आइसक्यो अरे आजको भ्लग चाहिँ म यहीँ अन्त्य गर्छु भन्नुपर्छ है हस्त धन्यवाद थ्याङ्क यू हेरिदिनु भएकोमा अझै चाहिँ सपोर्ट गर्नु पऱ्यो है टिकटक पनि युट्युबमा पनि है हस् धन्यवाद थ्याङ्क यू हेरिदिनु भएकोमा है
काठमाडौँ चाहिँ मजा छ कि म त फर्स्ट टाइम आएको हो कि फेरि काठमाडौँ है साथीसँग हस् धन्यवाद थ्याङ्क यू है यति भेट्नु